पञ्चकोटतिर लाग्यो है त। अब हामी यहाँदेखि बागलुङ बजारदेखि बाटो त फेरि घुम्ती रोड हो के अरे, सिधै यसै बनेको होइन नि त के अरे मालडुङ्गा कटेपछि घुम्ती रोड होइन। लाग्यो पञ्चकोटतिर। त्यहाँ राम्रो बाटो छ यता। सन्चै हुनुहुन्छ भाइको ससुराली जाँदैछु ल। घुमघाम चल्यो। अब चाहिँ हामी पञ्चकोट आइपुग्यो भन्दाखेरि होइन, आएको अघि नै हेरेर यहाँ अघि नै आएर यसो ससुरालीतिर खानासाना खाएर अब फेरि पञ्चकोट घुम्नको लागि, भिजिटको लागि भनेर अब घर निस्किसकेको छ। अब त आइपुग्यो होइन, अब त आइयो। ओके पञ्चकोट है, पञ्चकोट ऊ त्यो हो सबसे ठुलो बागलुङबाट परको चाहिँ म्याग्दी। यो अग्लो हो। यो यो पनि हो। हाइटमा चाहिँ यो पर्छ कि अघि हाइटमै यो पर्छ हो। ओके यता चाहिँ हाम्रो दाइ हुनुहुन्छ। हेलो दाइ। आज हामीलाई पुरै यहाँ पञ्चकोटको पुरै चप्पा घुमाइदिनुहुन्छ है दाइले। अब सीता दिदीको छ नि घर माइती उयो टिका पाइ। त्यो यतापट्टिको पायो नि टिका आउने यतापट्टिको माइती। भ्यू चाहिँ बब्बाल देख्दो देख्छ है। था बोले यार। सिस महल सिसै सिसा सब सिसै सिसा। यता नि सिसा छ। Who is this handsome guy? अनि इगल हाम्रो पञ्चकोटको फर्स्ट एट्र्याक्सन सिस महल होइन। सिसै सिसा सब सिसा होइन। भित्र ओके ओहो मन्दिर रहेछ। हेलो सब सिसै सिसा छ त यार। मेरो रिफ्लेक्सन कता देखेको यहाँ त हराउँछ मान्छे। वा प्रिटी कस्तो दामी यार। म त कहाँ देखिरहनु त यता चारतिर दामी रहेछ। टिकानी लगाइयो। कस्तो लाग्यो सिस महल? दामी छ। इको हो इको हो। म चाहिँ अस्ति नै आएर बाहिरबाट मात्रै हेरेको छु, भित्र दामी रहेछ। यो पुरै हेर्न रिफ्लेक्सन कस्तो सिसा बनायो। यो पनि एउटा युनिक भन्दा दामी रहेछ। यो माथिदेखि रुफिङदेखि लिएर सबै सिसा मात्रै है। इन्टेरियर टोटल सिसा होइन। दामी रहेछ चिज। मन पऱ्यो मलाई चाहिँ दामी रहेछ। मन्दिर सिसाले बनेको। सिस महल हेऱ्यो। अब नेक्स्ट कुन हो दाइ अब हेर्ने? अब हामी एक राउन्ड यता घुमौँ। यता यही बाटो हुँदै आयौँ होइन। अघि आउने बेला चाहिँ यो बाटो पल्लो पारीको पिचिनले तपाईँहरू पसल मारेर बिहामा त्यो चिया खानु नि ऊ त त्यो डाँडाको बस यो बाटो हुँदै आइयो क्या दाइ। कुन चाहिँ? यो बाटो हो। यो आइयो यो बाटो। पर उहाँ उ तल हेर्नु त पारी। ए त्यो ओ म्याग्दी जिल्ला त्यो। पारीदेखि सबै म्याग्दी भयो होइन। म्याग्दी परको मुस्ताङ पनि हो। चराको नाम के हो नि? चराको गरुड शिला। गरुड। ओ त्यो सीतालाई लिएर जाँदाखेरि गरुड शिला। गरुड देवता सीतालाई हरण गरेर लाँदाखेरि अनि रोकेको होइन फर्स्टमा। त्यो रोक्दाखेरि त्यो पम्प काटिएको भन्ने होला। गरुड। ओके गरुड देवता केही फटाइ गऱ्यो अनि कान काटिदिनुहुन्छ है भगवान्ले। अब अर्को के छ? यस्तो पोल्दो रहेछ क्या। सिंह गुफा छ यता। बस्ने ठाउँ। ए रियल हो? हजुर पहिला चाहिँ हो। पहिला चाहिँ बस्ने अनि यो मन्दिर नभन्ने भित्रसम्म नि हेर्न मिल्छ जान मिल्छ। ओए रोकिनु ल माथि ढुङ्गामा। सिंह गुफा पहिला डेनै रहेछ नि त यो त। रियल डेन रहेछ। शीतल छ भाइ यार। शीतल त अनि यस्तो उसमा त हुनु
म त कस्तो डराएको त्यो मूर्ति रहेछ नि त यो बाँदर हो कि के हो र ए सिंह नै हो साँप र सिंह हो हजुर सिंहको बच्चा होला पहिला चाहिँ यहाँ चाहिँ बाघहरू चाहिँ बस्थ्यो क्या पहिला ओडारे यो पछि चाहिँ यो मन्दिर बनेपछि चाहिँ यसो ए ओडा यो रियल हो यो बनाएको होइन आर्टिफिसियल होइन यो त गुफा त रियल हो ए सिंह गुफा छ माथि माथि चाहिँ त्यो बाघको त्यो सिंह देख्छ भने यही हो यही हो पहिला ए त्यस्तो थियो कि माथि मूर्ति पछि चाहिँ त्यो बाघ बस्छ यो फेरि ठ्याक्कै गुप्तेश्वर गुफामा छिर्दाखेरि तल गएपछि त्यो छ नि गाई छ नि त्यस्तै त्यस्तै म त एकछिन त्यो भित्र मूर्ति छ नि त्यो देखेर कस्तो डराएको क्या झसङ्ग भयो क्या बाहिरबाट एक्कासी माथि मन्दिरमा पहिला परशुरामभन्दा पहिला चाहिँ यो गणेश मन्दिरको पहिला चाहिँ दर्शन गरेर गर्ने क्या गणेश मन्दिर पहिला चाहिँ गणेशलाई चाहिँ उयो चाहिँ बल्ल अरू मन्दिर फर्स्टमा यहाँबाट सुरु हो पूजा गर्न ओके ओके भ्यू नै दामी यहाँबाट त है सब सबै चार जिल्ला देखिन्छ क्या त्यो पारीको मुस्ताङ हो अरे मुस्ताङ जिल्ला उ त्यो डाँडा पल्लो डाँडा चाहिँ उता मुस्ताङ मुस्ताङ जिल्ला म्याग्दी पर्वत बागलुङ यो बागलुङ भयो यो कस्तो त्यो के अलि खुल्ला भएन कि होइन यो धुवालो लाए जस्तो के जस्तो तुवा लाएर नभए त उताबाट पुरै ढलागिरी हिमालय हिँड्नै आए देखिन्छ नि म बाटामा आउँदाखेरि त्यो हिमाल देखेको थियो नि त दाइ यताबाट अघि के देख्थ्यो कि घुम्टी घुम्टी रोड भन्ने गीत ग्यालीमा ए यहाँ त्यो पुरा ढलागिरी हिमालय ठ्याक्क हनुमान देखिन्छ क्या त्यो बेला चाहिँ यो बेला त कुराल चाहिँ देखेको हुन्छ ल त नि यहाँ भित्र पनि मन्दिर छ गुफा गुफा सबै देखिँदो रहेछ त बाघी बस्यो नि भित्र हो र रियल बाघ हो ए है अझै क्लियर तरिकाले बाघै देखिँदो रहेछ त देख्छ है बाघै केटा रियल अनि यता गरुडदेव पाल्नु पर्छ ए गाउँकै हो सबै आयो नि भजन सजन गर्ने सबै सबै अरू कोठाहरू चाहिँ ए दामी फर्निसिङ रहेछ त यहाँ भित्र इस्कनको जस्तो रहेछ अलिअलि भाइब इस्कनमा सब हाम्रो घुम्ने ठाउँ है अब हामी सब घुमेर आउने होइन अब जाम तलको सक्यो अब माथिको पञ्चकोट त्यो हनुमानको यस्तो गरेको होला त्यहाँ जाने अब बाघ रियलमा भयो के हुन्थ्यो भाइ अघि सातो खाइदिइसक्यो है बाघको शालिगलाई पर्फेक्ट तरिकाले बनाएको त्यही बागलुङ जिल्लामा मात्रै हो क्या कस्तो कस्तो बिगारेर हुन्छ जिल्लामा कस्तो बिगारेर जिल्लाको नामाकरण भएको हुनाले ए हाम्रो बागलुङमा धेरै बाघहरू छ बागलुङ कालिका त्यसको त बाघहरूले चाहिँ राउन्ड गरेको हुनाले चाहिँ बागलुङ भएको नि त नामै ए ओ जिल्लाको नाम बागलुङ भएको कारणै त्यही हो ओ यो कुरा त मलाई बल्ल थाहा भयो यार मलाई बोल्नु थाहा ए बागलुङ होइन बाघहरूले लुङ भनेर चाहिँ घेर हालेको हुनाले कालिका मन्दिर छ नि अहिले कालिका मन्दिरले चाहिँ घेरेर राखेको हुनाले चाहिँ बागलुङ ल कालिका मन्दिरमा त अहिले पनि देखिन्छन् होइन र बा राति आउँछ चियामा देखिरहेको रातिमा हो यो जिल्ला नै बागलुङ ओके नयाँ कुरा सिक्न पाएँ है केटा आज मेन ठाउँमा आयो के भन्छ अरे त्यो थियो नि एउटा करुवा जस्तो थियो नि त्यो कहाँ हो र खस अनि येल्लो कलरको थियो कि गोल्ड कलरको खै पहिला त्यो त घन्टी हो आज हामीले बजरङबलीको त्यो पहिला तल थियो त्यो आज बजरङबलीको दर्शन चाहिँ धेरै भयो है हाम्रो भाइ अघि सुरुमै पनि भएको थियो बागलुङ कालिकामा जानु भने मन्दिरमा जानुभन्दा पहिला पनि मेन एट्र्याक्सन बजरङबली जसको टिकटक हेरे पनि फोटो हेरे पनि यहीँ देखिन्छ नि बजरङबलीको फोटो यहीँ हो पञ्चकोटमा डेन्जर ठुलो घन्टी सबसे ठुलो घन्टी पिङसिङ पनि रहेछ 100 रुपियाँ लेखिदिएको त त्यही सिधै केलेको 100 रुपियाँ भनेर होला शीतल छ क्या जियोस् हावा चल्छ घोडा पनि चढ्न पाइन्छ घोडा चढ्न पाइन्छ
अनि त्यो चढ्ने घोडा त्यसपछि 5,555 केजीको घन्टी चाहियो हो 5555 के 5555 महाघन्टा महाघन्टा त्यो बजाउनै सकिन्न क्या मान्छेले ए हो लात हान्ला यार यसले फेरि बजाउन सकिन्न जान त पाइन्छ पाइन्छ घोडाले गर्दा घोडाले अहिले हान्ला वहाँबाट सुरु यहाँ इन्ड पूजा गर्दाखेरि फर्स्टमा तल जान्छन् अनि आउँछन् त्यहाँबाट गणेश मन्दिरबाट सुरु गर्दै 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 यहाँ चाहिँ के बन्न लाग्यो त्यो जुन विश्व शान्ति 128 फिट अग्लो कलश चाहिँ त्यहाँ बन्दैछ ए स्याम्पल त्यही हो स्याम्पल त्यही हो ओके ओके त्यहाँबाट अब त्यो जग हो तल एक राउन्ड भयो 1 फिट तल भयो त्यो बन्द अझ 2-4 वर्ष हनुमान बाटिका यो जस्तो गार्डन टाइपको बनाएको हनुमान बाटिका हनुमान हनुमान बाटिका बाटिका ओके ओके फोटो खिच्ने ठाउँ नै रहेछ त्यहाँ सब देखिन्छ दुनियाँ देखिन्छ दुनियाँ 3-4वटा जिल्ला एकै ठाउँबाट देखिन्छ यो फुलेको हो कि धुपी होइन यो धुपी हो अँ उहाँ घर देखेको छैन पोखरा पनि फुलेको छ त यसरी मलाई के थाहा त पोखरामा गएको याद गरे हैनस् फुल्ने बेला गएकै छैन त म अनि हो र यो कुचीहरूलाई चाहिँ यता फर्काएर राख्नुपर्ने हो कि ओके यता फर्काइदियो होइन उता फर्काइदिएको भए कस्तो दामी यता देख्थ्यो फर्काएर राख्नुपर्ने हो कि उतातिर फर्काएर गराएको भए चाहिँ दामी हुन्थ्यो अझ हल्लिन्छ होला त्यो हल्लिन्न सिमेन्टको पुरै गर्ने कहाँ हल्लिन्छ त उता फर्काएर राखिदिएको भए चाहिँ झन् तर दाइ बाग्लुङ हेर्दाखेरि सानो रहेछ कि बाग्लुङ दामी छ दामी छ यही नै हो ल पञ्चकोटको मेन एट्र्याक्सन घरैबाट दर्शन गरौँ है हाम्रो बजरङ्गबली हनुमान जस्तो हुनु पऱ्यो है हामी चाहिँ मेन्टल्ली फिजिकल्ली हनुमान जस्तो भयो भने चाहिँ अनि बल्ल मजा आउँछ अरू त के देखाउनुलाई यही नै हो पञ्चकोट पनि सकियो गर्मी छ कि अति गर्मी छ अलिअलि हावा चलेर आनन्द आइरह न त डेन्जर गर्मी हो हिँड्नै सकिन्न घाममा डढिसक्यो ठिक छ ल यही नै हो चारैतिर भ्यू छ जङ्गल छ माथि ट्याक्क टपमा मन्दिर छ आउनु होला हजुरहरू पनि घुम्न रमाइलो गर्न अलिअलि घाम खानु पऱ्यो नि हजुरहरूले नि होइन र स्याम्पल चाहिँ यो यत्रै कति यो सानो भयो होइन यसको स्याम्पल ठ्याक्कै यहाँ बन्दै हो नयाँ 128 फिट विश्व शान्ति कलश नाम पनि कति लामो हो विश्व शान्ति गण्डकी कलश ल त नि फाउन्डेसनमा आयो है ठ्याक्क तल लगभग तलको ग्राउन्ड फ्लोर चाहिँ बनेर चाहिँ ग्राउन्ड फ्लोर त हो धेरै चाहिन्छ नि यसमा त यो त लगानी त खतरा होला त है अरू चाहिँ यिनी चाहिँ कोठा भएर जान्छन् त्यो चाहिँ ढुङ्ग्रो जस्तो भएर जान्छ क्लस चाहिँ त्यहाँ हो अब सुरु सिधै त्यो बेस बस्ती बस्ती जान्छ यो यसको फाउन्डेसनमा लाग्यो धेरै रड हेर्न रड पिल्लर भन्दा नि त्यो हेर्नु न तलबाट ल्याउँदा होइन हामी त कति छ गरौँ तर बन्यो भने त भयङ्करै देखिन्छ होला है तल बजारबाटै देखिन्छ होला है देखिन्छ अहिले देखिन्छ त्यो बजारबाट त हो ल यो देखिन्छ पल्लो बिल्डिङ देखिन्छ पल्लो बिल्डिङ ल नि ल फाउन्डेसन बन्दैछ घुमेर नसकिने रहेछ के अरे पञ्चकोट त कति फेरि हो ल यो ल भयो पुग्यो यस्तो भन्छ यो स्याम्पल है पछि चाहिँ भविष्य यस्तो हुन्छ दामी रहेछ तल तल बिल्डिङ यो फाउन्डेसन बनिसक्यो हामी यसमा पुग्छौँ नि हामी यसमा पुग्यौँ बल्ल यस्तो कलश त्यो माथि जाने दुई तला यो नै जियो यहाँसम्म चाहिँ जान पाइँदो रहेछ होइन हामी त्यहाँसम्म पाइन्छ त्यहाँदेखि माथि कलश हुन्छ ओके ओके नाइस यस्तो रहेछ है अघिको चाहिँ त्यो तलको चाहिँ माथिलाई राखेर त्यो चाहिँ नरहेछ ल स्याम्पल पनि देखियो सबै बाघको जक्सन हो क्या होइन बाघै बाघ भएर बसेर बाघ लुङ भएको रे त अनि लुङ गरेर बाघले घेरेर त्यस्तै नामाकरण भएको हाम्रो जिल्ला राइट झलुङ्गे पुलको जिल्ला त थाहा थियो बाघै बाघको जिल्ला भने आज थाहा भयो त नि
एउटा बसन्त थापाले बागलुङ बजारमा बाघको छाली गीत पनि निकाल्दै छ। यहाँबाट एउटा भनेको चाहिँ अनलिमिटेड भ्यू के यस्तो मजा आउने भ्यू होइन जतादेखि ढलेको हिमाल देखेन नि। तपाईँको ढलेको हिमाल त त्यो हनुमानमै आएको देखिन्छ हो उताबाट। त्यही भएर अस्ति त्यो भिडियोमा छ नि त यहाँबाट क्यामेरा भयो ठ्याक्क ढलेको हिमाल ट्याक्कै आउँछ नि त सबै पत्ता देखिन्छ। माछा उठ्ने हिमाल देखिन्छ यहाँ। पोर्ट्रेट हान्यो भने त होइन सबै यहीँ आउँछ होला पोर्ट्रेट हान्यो। टुप्पो देखिन्थ्यो। सही सही ल पोर्ट्रेटमा 3x मा हाल्ने हो नि ठ्याक्कै यहीँ माथि आयो कि यहाँ बस्दा त अनि गीत गाएको अस्ति नै हो त्यो यहाँनिरबाट हो क्या। ठ्याक्क उतापट्टि हिमाल पनि आएको थियो नि ठ्याक्क। अहिले यो महिना यो फेरि असार साउनको महिना देखिँदो रहेछ क्या बादलले गर्दा। यो पुसमाघतिर त्यो छ्याङ्ग भयो होला कार्तिकमा कति बेला गएर पुरै बाटो पनि बवाल छ आनन्दले आउन पाइन्छ। त्यही त माथितिर जाने मानिकातिर जाने बाटो चाहिँ